प्रधानमन्त्री तथा सुशीला कार्कीज्यूलाई नमन शीर्षकको कविता सुनाउन चाहन्छु। सुख शान्तिको सुरुवात अब नेपालमा, नारी शक्ति ऊर्जित भयो जय नेपाल आमा। नेपालको पहिलो महिला प्रधान न्यायाधीश, दुधको दुध पानीको पानी छुट्याउन खपिस। पहिलो प्रधानमन्त्री उनी वर्तमान समय, विश्वले क्षणभरमै गर्यो उनको जय जय। निडर निर्भीक साहसिली आँटिली महिला, 73 वर्षको उमेर राजनीतिक पाइला। शुभ नाम सुशीला कार्की, उपनाम नेपाल आमा, घर चलाउने देश चलाउँछ प्रमाण भयो जम्मा। उमेरले नछेक्दो रहेछ आत्माको शक्तिलाई, भगवानले देख्दो रहेछ भक्त कि भक्तिलाई। वचनका पक्का यिनी निर्वाचन गरायो, महिला शक्तिशाली हुन्छन् प्रमाणित देखायो। प्रेरणाको मूल बन्यो सारा संसारलाई, जेन्जी भाइहरूले पोल्यो नेता अहङ्कारलाई। असत्यको हार हुन्छ कालो धन बाहिरियो, सत्यको सधैँ जित हुन्छ पाठ पढाइयो। प्रकृतिमा क्षमता छ न्याय निसाफ गर्ने, देवताहरूले लखेटिँदा देवले रक्षा गर्यो भन्ने छोटो महावाक्य आज अघि सर्यो। भ्रष्टाचारका नियम कानुन उन्मूलन गरी, श्रेष्ठाचार सोचका साथ आफै अघि सरी। इमानदार देशभक्तलाई सहयोगी बनाई, सीमित मन्त्री पदहरूमा नियुक्त गराई। देशमा सङ्क्रमणकालीन अवस्था गुज्रिँदा, उच्च गरिमामय पद शपथ ग्रहण गर्दा, सबैमा उमङ्ग छायो एकता पलायो, कमजोर भनी लत्याएकाहरूलाई अपनायो। ओल्ड इज गोल्ड हुन्छ बुझ्यौ नि सबैले, नारी हुन् शिव कि शक्ति नहेप्नु कसैले। धन्यवाद छ बालेन सरकार, मुबारक बधाई, कार्यकालको शुभकामना साथमा नेपाली। कार्यकालको शुभकामना साथमा नेपाली। धन्यवाद।